So good morning and namaste everyone. This is Boy aka also vlog. I hope सबजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ नयाँ ठाउँ देख्नु भएको होला। फाइनली हामी चाहिँ जापान आइपुगेको छौँ। साबु साथी त्यहाँ छन्। निन्द्रामै हो दोस्त है। दोस्त निन्द्रा खोल्यो। सो गाइज हामी चाहिँ अब यता बिहान 8:30 बजे काम थियो। जाइरो कार्डमा छाप लाउनु छ अनि ब्याङ्क कार्ड बनाउनु छ। त्यसपछि अनि कहाँको जानु छ। सो हामी चाहिँ रेडी भएर निस्किसक्यो। अब हेरौँ आज चाहिँ अनि अब साइकल पनि किन्नु पर्ने छ। साइकल नि किनेको छैन। अब साइकल अलि आज चाहिँ किन्नु पर्दैन होला, भोलिदेखि चाहिँ किन्नुपर्छ। सो वेलकम छ है भ्लगमा है। वेलकम है, वेलकम। गुड मर्निङ। यस, अब यसो जापान खानु परेन हल्का अब। ल अब हामी चाहिँ उता गएको त होइन ल, जाइरो कहीँ उसको लागि अब यहाँ पनि लास्ट खोला छ यार, जहाँ पाइ त्यही भिडियो बनाउनु पाउँदैन होइन। ल अब एकछिन पछि भेट है गाइस। सो गाइस आइहाल्यो चाहिँ साइकलमा। साइकलमा भिडियो बनाउने बाटो पऱ्यो नै छैन क्या अहिले। साइकल चलाइराखौँ नि त, त्यही भएर अलिक गाह्रो भइरहेछ। यस आज के अरे जाइरो गाडीमा छाप हाल्यो, एड्रेसको छाप। ब्याङ्कको लागि जाने होला हामी। उहाँ नेपालमा बाइक चलाउने बानी है। नेपालमा त नेपाल है, जापान आएपछि त साइकल चलाउनु पर्ने लास्ट गाह्रो हुँदो रहेछ। अनि अब साइकल चलाउँदा के अरे मोबाइल चलाउनु पाउँदैन, गाह्रो यार। दिस इज भेरी ब्युटिफुल। सो गाइस हामी चाहिँ आएको छ यसो होइन, चाडमा छाप लाउन आएको थियो। अनि चाहिँ यस यस। सो अब हामी चाहिँ रेड लाइट बोल्यो, ग्रिन लाइट भन्छ है। ओके गाइस। सो अब चाहिँ हामी जाँदा गएको है। आज फर्स्ट डे जापानमा, सेकेन्ड डे हो आज नि गएकोमा चाहिँ फर्स्ट डे। आई होप हेरौँ के हुन्छ। जाँदैछु हामी 3जना। जाऊ 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 जाऊ। जाऊ सबैतिर हेरेर बस्छ यार। क्यामेरा त उफ्रियो त। गाह्रो छ यार, गाह्रो छ जापानमा, गाह्रो छ है। अनि अब हामी चाहिँ अब गएको जान लाग्यो। यो बाटो लास्टै उठ्छ क्या, अनि गाह्रो छ यार। यसरी बनाउनु पर्ला यार। अनि आज चाहिँ गएको फर्स्ट डे। आई होप राम्रै होस् होइन। यहाँ 6 किलोमिटर छ। बेलुका नयाँ साइकल किन्नु जानुपर्ने हुन्छ। साइकल किने छैन। यो साइकल चाहिँ उसको त्यही होस्टेलले दिएको हो आज एक दिनको लागि। अनि यस ठाउँ चाहिँ राम्रो छ, रमाइलो छ, मजाको छ। मेराहरू अगाडि छन्। मैले त्यो ल्याउने बिर्सेँ। अब के त साइकल किन्नु पर्दैन जस्तो लागेको थियो। लास्टमा साइकल किन्नु पर्ने रहेछ। अलिक टाढा रहेछ क्या होस्टेलभन्दा। अनि के अरे त्यो क्यामेरा हाल्ने किनेको भए सजिलो हुन्थ्यो। त्यो बाइकमा साइकल ब्यान लगाएर क्यामेरा हाल्दा मिल्ने गरेर किनेको भए सजिलो हुन्थ्यो। ओके छैन। ल अब साइकलमा बनाउनु मिल्दैन, मोबाइल चलाउनु मिल्दैन त्यति। सो त्यही भएर चाहिँ अहिले म बनाउँछु। आज चाहिँ गएको फर्स्ट दिन के हुन्छ हेर्दै जानु है त गाइस।
23 मिनट पुग्ने ठाउँ यस्तै रोकी आधा घन्टा लाग्छ। 23 मिनट Alright guys, हामी चाहिँ जाँदैछौँ ब्याङ्क कार्ड बनाउनलाई। यस सो फाइनली हामी कलेज पनि आइसक्यौँ। अब चाहिँ ब्याङ्क कार्ड बनाउनु जानु लाग्यो। अगाडि सेन्सी हुनुहुन्छ अनि अगाडि दुईजना साथी। यस घरहरू चाहिँ दामी छ कि गाडीहरू पनि दामी छ होइन। सो अब जाउँ ब्याङ्क कार्ड बनाऊ। त्यसपछि पढ्नु पनि छ। 1 बजीदेखि 1:30 बजीदेखि कति बजीदेखि छ अनि 3 घन्टा पढ्नु पर्दो रहेछ। तर अनि होस्टेलदेखि गएको आउनु चाहिँ लास्टै टाढा रहेछ क्या। कस्तो दामी चिटिक्क परेको घर छ कि है। कुराहरू चाहिँ अगाडि छन्। सो अब ब्याङ्क कार्ड बनाऊ अनि गएको जानुपर्ने हुन्छ। गएको चाहिँ गएकोमा पढ्ने। त्यसपछि छुट्टी हुन्छ। आज साइकल किन्नु छ। अब आज साइकल कतिको किन्छु आई डोन्ट नो। ओ माइ कस्तो दामी गाडी होइन। दामी छ यो गाडीहरू है। अति अघि MK5 यस्तो दामी देखिन्छ नि। ल अब हामी ब्याङ्क कार्ड बनाउँछौँ। त्यसपछि भेटौँला। हाम्रो सरकार भित्र टाइपको हो। त्यस्तो सहर पनि छैन त्यस्तो गाउँ पनि छैन। ठिक्कै हरियाली पनि छ। बाटो राम्रोहरू पनि छ है। यस्तो दामी छ होइन। पार्कहरू पनि छ। जस्तो रमाइलो छ जापान यो होइन। ल एकछिनपछि भेट अब। MK5 आज यस्तो हालतमा आएको छ। बिहान खाना खाएन। खाऊ अनि यो खानु लाग्यो एउटा कफी लास्ट 3 दिन लागेको छ। अनि डोरा केक यो केलाहरू नि कफी खाँदैछन्। उनीहरू ब्रेड खाँदैछन् है। सो अब क्लास जाने बेला नि हुन लाग्यो होइन। अब केही त खानु पऱ्यो। बिहानदेखि त्यो ब्रेड अन्डा खाएको। दोस्तले अन्डा त बनायो के बनायो यही मान्छे के बनाउने अन्डा मान्छे हेर्न लजायो। गर्लफ्रेन्डले देख्छ भनेर त्यही त होइन। राम्रो लागेन म त अम्लेट बनाउनुला भनेको त भुजिया बनाइदिनु क्या। ल अब हामी यो खान्छौँ अनि क्लास पनि जानु छ। क्लास चाहिँ अब 3 घन्टा 4 घन्टा हुन्छ होला। खै अब मेबी कति घन्टा हुन्छ। आज फर्स्ट डे क्लासमा अब यसो रमाइलो पर्ने हुन्छ। अनि आधा घन्टा बाँकी छ अरे। थ्याङ्क यू ल खाएँ ल। जोरा खाना पका खाएन अनि चावल केही छैन। अनि राति सुत्यो चौसा खाएर खाइदियो कि ल। कफी खानु मन पर्छ क्या। अनि निन्द्रा नलागोस् भनेर कि दोस्त म अघि कफी खाँदै रहेछ क्या। One day I will buy. भित्र क्रिम हालेर मिठो भयो नि दोस्त थाहा छ। भित्र अलिअलि क्रिम हाल्दा नि तब मिठो भयो।
यति खाँदा मलाई अड्किन्छ त पानी राम्रो यो त खाना राम्रो हो बल्ल पेट लगाएमा बल्ल लगाए पे सो अब चाहिँ हामी जान्छौँ क्लासको लागि जानु पऱ्यो होइन अब क्लासको लागि टाइम हुन लाग्यो भनौँ न अहिले भएको त छैन 12:30 भयो अब यो वेदर चाहिँ दामी हुँदो रहेछ है हरियाली यता होइन यता बाटो फेरि दामी छ क्या बाटो नि यस्तो मजाको दोस्त अनि कस्तो फिल हुँदैछ आज जापान आएर दामी मजा मजा यता अनि 2 दिन भयो खाना खाएन कस्तो फिल हुँदैछ खानुपर्छ पखान दोस्त यसरी बाटोमा बस मासु भात खानुपर्छ आज मासु भात खाने हो अनि यसरी आउनु पाएन यसरी बाटोमा बसेर त खाइए दोष नेपाली होइन यी दोष यो हामीलाई नपसेको होइन हाम्रो रुममेट है अनि हामी चाहिँ क्लासमा आइपुग्यौँ We are in class. कैसा दोस्त क्लासमा आयो सिसिकामा छ नि सो अब हामी चाहिँ अब क्लासमा आयौँ ठ्याक्क 1 बज्यो क्लास स्टार्ट हुन्छ अब एकछिनमा अहिलेसम्म चाहिँ जस निन्द्रा लागेको थियो अहिले चाहिँ कफी खाएपछि चाहिँ जस पर्फेक्ट भएको मजाको होइन निन्द्रा पनि लागेन केही भएन ल हुन्छ ल अब हामी पढ्छौँ अनि छुट्टी भएको बेला भन्नाले 15 मिनट ब्रेक हुन्छ त्यति बेला भेट्नुपर्छ है त A few moments later. के अरे अहिले भाषा बुझ्दैन त्यसै के गर्छ अनि अरू केही भिडियो बनाउनु के गराइ ए भिडियो त बनाउनु पऱ्यो नि पढ्नु परेन हो पढ्न आएन हामी ए अर्कालाई चाहिँ भिडियो नबनाउने आफू चाहिँ भिडियो बनाउने फेरि सेन्सर बित्दैन हामीलाई के गर्नु त सेन्सर पनि छ त्यहीको लागि त के छ हालको कस्तो फिल हुँदैछ दिदी भिनाज भेटेर रमाइलो हुँदैछ रमाइलो त भइहाल्छ त आफ्नो मान्छे भेटेपछि केटिएम डुक नेपालमा हुँदा चलाउने डुक अहिले यहाँ साइकलमा टिरिङ खै घन्टी बजाउ त भयो ल अब हामी चाहिँ जान लाग्यो ल आज साथी यहाँ छ हाम्रो ल बिस्तारै भेट्दै गरौँला ल मिलाइदियो ल दोस्त जाऊ ओ मेरो त मासु फर्क्यो ओइ ल गाइस है हामी चाहिँ क्लासबाट निस्क्यौँ सो जाँदैछौँ हामी अब आफ्नो गन्तव्य रुमतिर ओ मेरो त लाइट बल्यो यार दोस्त ए सो गाइस जाँदैछु घर त भाइ अब अँध्यारो भइसक्यो कति 5:15 भइसक्यो गएर आज चाहिँ भात पकाएर खानै पर्छ त गाह्रो हुन्छ नि अब चाहिँ उज्यालो हाल्ला के ल है ओके सो हामी चाहिँ जाँदैछौँ घरतर्फ होइन साइड गाडी आहा यो यहाँ साइडमा चाहिँ फेरि ट्रेनको पट्टी छ क्या आज साइकल किन्ने भनेको आज भ्याउँदैन जस्तो छ अब भोलि चाहिँ बिस्तारै होइन मजाले सुत्ने हो आमा निन्दा पुगेन गाडी निन्दा पुगेन बिहानको 7 बजी 6:30 बजेको आराम लाग्यो 7 बजे उठ्ने अनि 6:30 बजे उठ्ने भनेको हामी अनि आराम लागेको 6:30 बजे उठियो 7 बजे अनि हिजो राति कति
3 बजे सुतिहाल्दा अनि खाना पनि खाएन आज चाहिँ जसरी एनी हाउ खाना खानुपर्ने हुन्छ जापानको जस फर्स्ट दिन चाहिँ जस रमाइलो भयो गएकोमा त्यस्तो खासै डर लाग्ने कुनै केही त छैन जस रमाइलो चाहिँ भयो है फर्स्ट डे कस्तो एक्सपिरियन्स भन्दै यसो एकदम राम्रो एकदम रमाइलो साथीहरू पनि एकदम राम्रा यो हामी नेपाली चाहिँ 4 जना मात्रै छौँ अरू नि अब अगाडि हैन अब अगाडि गाडी आयो होइन हामीलाई पुग्न अझै यहाँ लाग्छ टन्ने टाइम आधी बाटो पनि पुगेको छैन अब सकाउनेको रुममा गएर अब साइकल होइन धेरै लामो नगर्ने एडिट गर्ने भ्याउँदैन फेरि आज चाहिँ एडिट यो भ्लग एडिट गरेर हाल्छु पछि फेरि यो डिलिट गरेर आज चाहिँ उता सामानहरू किन्नु जान्छु त्यसपछि अब त्यति बेलै भेटौँ ल धेरै लामो भ्लग नबनाऊ है अलराइट गाइस बाइ अहिलेलाई चाहिँ लाइक कमेन्ट एन्ड सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला आज चाहिँ जापानिज चाहिँ जापानमा चाहिँ पहिलो दिन जस रमाइलो भयो गएकोमा जापानमा त दोस्रो दिन हो गएकोमा चाहिँ पहिलो दिन हो सो गाइस हामी चाहिँ आइसक्यो गएको अरे होस्टेलमा सो चाबी खोला ल दोस्त चाबी खोला उयो कति चालु भयो फाइनली वी आर इन आवर रुम यो थका लाग्यो यार आज त ल अब एकछिन फ्रेसेस हुन्छु अनि सामान भिजाउनु पर्ने छ आज चाहिँ फर्स्ट टाइम जापानमा खाना बनाएर खाइयो है के छ नि कस्तो एक्सपिरियन्स हुँदैछ दोस्त जापानको फर्स्ट खाना है हाम्रो अहिलेसम्म चाउचाउ र पानी बिस्कुट ब्रेडको भरमा बचेको हो आज आएर चाहिँ खाँदैछौँ भात तर प्लेटै छैन क्या त्यही भएर प्लेट आज किन्न गएको भेटेन सो भोलि किन्न जानु छ सो आज चाहिँ फाइनली हामी खाना खाँदैछौँ आफ्टर 3 दिनपछि 2 दिन दोस् हिजो खाइएन 2 दिनपछि सो ल खानु ल ल खाएको के देखाउनु है अब खाएको देखाउनु थाल्यो भने फेरि मुख नसाउला मासु छ नि त फेरि ओहो ल खाएर भेट्नु अब राइट गाइस हामी चाहिँ आज सुन्न लाग्यो अब है आजको दिन चाहिँ त्यस्तै भयो अनि गएको फर्स्ट दिन जस रमाइलो भयो आजको गएको दिन होइन अनि आज चाहिँ जस फाइनली हामी 2 दिनपछि खाना खाइयो मस्तले खाना खाइयो मासु भात फेरि मासु भात खाएको हो नि होइन मासु भात खाएर अहिले चाहिँ कति 11:30 बजे कति बज्नु लागेको छ अब यसो भ्लग एडिट गरौँ भनेर होइन इन पनि गर्नुपर्ने हुन्छ आजको दिन अनि आज यसो अब साइकल किन्न जाने भनेको गयो किन्न अब भोलि जाने कुरा छ अब हेरौँ कति बेला हुन्छ भोलि पनि गएको जानु छ भोलि चाहिँ 11 बजीतिर जानु छ ब्याङ्क कार्ड अनि हिजो बनेन आज हिजो अरे आज बनेन अब भोलि बन्छ कि भन्ने हो अब भोलि बनेपछि भोलि पेपर बेसी एक हप्ता जति लाग्ला अनि त्यही हो अब भ्लग चाहिँ एडिट गरिदिउँ होला है रुम चाहिँ अलिक भद्रको छ अलिक नदेखाउँ मिलाएको छैन मिलाउने टाइम पाएको छैन किनभने निन्द्रा पनि अलि नेपालको यहाँको अलिक चेन्ज भएको नि त अनि हल्का टाइम पनि लाग्छ बाहिर बस्नु 1-2 हप्ता टाइम लाग्छ सो भ्लग चाहिँ एडिट गरिदिन्छु है अनि अगाडिको भ्लग पनि एडिट गर्नु छ त्यो पनि अलि स्टोरेज अलि उयो भएर एडिट गर्नु पाएको छैन सो गाइस बेड त्यही हो मस्तले सुते तातो न्यानो होइन त्यहाँ छ एसी ल आजको भ्लग चाहिँ कस्तो लाग्यो के लाग्यो एकपल्ट कमेन्ट गर्नु होला आज चाहिँ जापानमा दोस्रो दिन तर गएकोमा चाहिँ पहिलो दिन जस रमाइलो मजा आयो अनि बिहान चाहिँ खाना खाएको थिएन अनि कफी र ब्रेड अनि डोरा केक खाइयो त्यसले पेट अगायो अनि राति चाहिँ अनि खाना खाइयो जस अहिले चाहिँ सो अब चाहिँ सुत्न लाग्यो सो हामी चाहिँ अब अर्को भ्लगमा भोलि भेट्नेछौँ तबसम्मको लागि चाहिँ बिदा माग्न चाहन्छु सो बाइ गाइस टेक केयर सी यु द नेक्स्ट भ्लग जय नेपाल यस जय नेपाल है बाइ